हेलो गाइस, वेलकम टु माई च्यानल। आज हामी चाहिँ एक्सरे इन्टरप्रिटेसनको बारेमा तपाईँले कुरा गर्न गइरहेको छौँ। चेस्ट एक्सरे, त्यसमा पनि तपाईँको चेस्ट एक्सरे इन्टरप्रिटेसन, राइट? अब तपाईँले यो सिनारियो चाहिँ हेर्नुभयो होला। यो चेस्ट एक्सरे भनेको एकदम बेसलाइन इन्भेस्टिगेसनमा पर्छ, होइन? अनि यसमा जस्तै तपाईँ एमबिबिएस फर्स्ट इयरमा होस् या फाइनल इयरमा होस्, अरू तपाईँ एचए पढ्नु भइरहेको छ, अरू नर्सिङ पढ्नु भइरहेको छ, यो इन्टरप्रिटेसन एटलिस्ट चेस्ट एक्सरेको बेसिक इन्टरप्रिटेसन सबैलाई चाहिँ आउनु नै पर्छ, होइन? सपोज तपाईँले घर जानुभएछ, होइन? तपाईँ एमबिबिएस पढ्नु भएर चाहिँ तपाईँको बिदाको टाइममा तपाईँले घर जानुभयो, अहिले एमबिबिएस फर्स्ट इयरमा हुनुहुन्छ, त्यहाँ तपाईँले घरको मान्छेले कुन बाबु यो चेस्ट एक्सरे हेरिदेऊ न एकचोटि, तपाईँले भन्न आउँछ, राइट? त्यो बेला तपाईँ भन्नुहुन्छ होइन मलाई त अहिले चेस्ट एक्सरे पढाएकै छैन, त्यस्तो तपाईँले भन्न पाउनुहुन्न। तपाईँले एटलिस्ट बेसिक आइडिया चाहिँ हुनुपर्छ। सो आज चाहिँ म यो भिडियोमा तपाईँको चेस्ट एक्सरेको इन्टरप्रिटेसन कसरी गर्ने, बेसिक प्रिन्सिपलहरू के हो त्यसको बारेमा कुरा गर्न गइरहेको छु। त्यसमा पनि तपाईँले नर्मल, सबभन्दा पहिले तपाईँले चेस्ट एक्सरेमा कुनै पनि इन्भेस्टिगेसनमा तपाईँले एबनर्मल थाहा पाउनको लागि सबभन्दा पहिले नर्मल के हो त्यो चाहिँ थाहा पाउनुपर्छ। अनि बल्ल त्योसँग कम्पेयर गरेर तपाईँले एबनर्मल कुरा थाहा पाउनुहुन्छ। अब नर्मलै थाहा छैन भने तपाईँले एबनर्मल चाहिँ थाहा पाउन सक्नुहुन्न। सो आज मैले यो भिडियोमा तपाईँको चेस्ट एक्सरेको नर्मल चेस्ट एक्सरे जुन छ त्यसको इन्टरप्रिटेसन कसरी गर्ने, के कुरा हेर्नुपर्छ, त्यसको इम्पोर्टेन्ट कुराहरू, इम्पोर्टेन्ट पोइन्टहरू यसमा म भन्न गइरहेको छु। सो ध्यान दिएर चाहिँ सुन्नु होला। यसमा मैले बेसिक पुरै डिटेलमा चाहिँ भनिरहेको छैन। यसमा जुन तपाईँले हेर्नुपर्ने छ, जुन एकदमै इम्पोर्टेन्ट नै छ, जुन कि तपाईँले छुट्याउनु सक्नुपर्छ भन्ने कुराहरू मात्रै यसमा मैले इन्क्लुड गरिरहेको छु। सो अब स्टार्ट गरौँ। चाहिँ तपाईँले चेस्ट एक्सरे हेर्नुभयो भने, जस्तै कि तपाईँको इक्जाम्पलको लागि चेस्ट एक्सरे तपाईँले यस्तो हेर्नुहुन्छ, होइन? चेस्ट एक्सरे हेर्नुभयो भने तपाईँले दुईवटा कुरा कलर हेर्नुहुन्छ, या त त्यसमा व्हाइट कलरको हुन्छ या तपाईँको ब्ल्याक हुन्छ। कहिलेकाहीँ अलिअलि खैरो जस्तो ग्रे कलरको पनि आउँछ, होइन? त यो ब्ल्याक र व्हाइट के हो त? आखिर पहिला त्यो तपाईँले कुरा सोच्नुपर्छ। सो जुन यसमा तपाईँले हेर्नुभएको छ, जुन चाहिँ ब्ल्याक एरिया हुन्छ, जस्तै कि तपाईँले यो हेर्नुभयो, यहाँ तपाईँको ब्ल्याक एरिया छ, यहाँ तपाईँको ब्ल्याक छैन। त्यो ब्ल्याक एरियालाई हामी के भन्छौँ भनेपछि एरिया अफ लुसेन्सी भन्छौँ। के भन्छौँ? एरिया अफ लुसेन्सी। मिन्स त्यो लुसेन्ट छ भनेर बुझ्नुपर्छ। के छ? लुसेन्ट छ भन्ने कुरा बुझ्नुपर्छ। अनि जुन व्हाइट एरिया छ, जस्तै कि तपाईँले यो क्लेभिकल हो, यो क्लेभिकल जुन हेर्नु भएको छ व्हाइट एरिया छ, यहाँ तपाईँको व्हाइट हेर्नु भइरहेको छ, जुन व्हाइट एरिया छ त्यसलाई हामी के भन्छौँ भने ओपेसिफाइड जुन हुन्छ नि, ओपेसिटी भन्छौँ। ओपेसिफाइड छ भनेर भन्नुपर्छ। यो तपाईँको बेसिक टर्म हो। यो तपाईँले यो एक्सरे पढ्दाखेरि यो चाहिँ टेक्निकल टर्म चाहिँ तपाईँले भन्नुपर्ने हुन्छ। तपाईँले यो भन्नुहुन्न यो व्हाइट छ यहाँ ब्ल्याक एरिया जस्तो चाहिँ भन्नुहुन्न। तपाईँ जुन ब्ल्याक एरिया त्यहाँ तपाईँको लुसेन्ट भन्नुपर्छ। के भन्नुपर्छ अरे? लुसेन्ट भन्नुपर्छ। जुन व्हाइट छ त्यसलाई हामी के भन्छौँ अरे? ओपेसिफाइड अर ओपेसिटी छ भनेर भन्छौँ। ओपेसिफाइड छ भनेर भन्छौँ। यो तपाईँको बेसिक टर्म हो। त्यसमा दुईवटा कलर हेर्नुहुन्छ, ब्ल्याक हेर्नुहुन्छ र व्हाइट हेर्नुहुन्छ। मिन लुसेन्ट हेर्नुहुन्छ अर ओपेसिफाइड हेर्नुहुन्छ। सो यो कसरी कलर भएको छ त? जस्तै तपाईँले हाम्रो बडीमा हेर्नुभयो भने हाम्रो बडीमा आखिर जुन हामी एक्सरे बिम छ, सपोज तपाईँको यहाँ तपाईँको मान्छे उभिएको छ, होइन? एक्सरे बिम हामी यहाँबाट पठाउँछौँ। जुन एक्सरे बिम त्यहाँ बडीमा गइरहेको छ त्यो के पास भएर गइरहेको छ त? सुरुमा हेर्नुमा स्किन हुन्छ, तपाईँको तल मसल हुन्छ, तपाईँको मिन्स सफ्ट टिस्युमा पर्छ, त्यसपछि तपाईँको बोन हुन्छ। के हुन्छ हाम्रो बडीमा के पास गर्नुपर्छ? उसलाई एयर पनि हुन्छ, होइन? त्यस्तै तपाईँको फ्याट पनि हुन्छ बडीमा, हाम्रो बोन पनि हुन्छ हाम्रो बडीमा। त्यस्तै तपाईँको स्किन, माथिको स्किन सफ्ट टिस्युमै परिहाल्यो। सो यो तपाईँको हाम्रो बडीमा हुन्छ। त्यो जुन एक्सरे बिम छ त्यो यो सबै लेयरहरू क्रस गर्नुपर्छ, होइन? त यसमा तपाईँको डेन्सिटीको कुरा आउँछ। के को कुरा आउँछ त? डेन्सिटीको कुरा आउँछ। जस्तै कि यो डिफ्रेन्ट कुराहरू, जस्तै कि तपाईँको वाटर छ, बोन छ, एयर छ, यो सबैको डेन्सिटी अलग अलग छ। तपाईँले फिजिक्समा पढ्नु भएको, राइट? सो जुन एक्सरे बिम छ, जुन हाम्रो एक्सरे जुन बिम छ त्यो यो जसको डेन्सिटी बढी छ त्यो चाहिँ हाम्रो एक्सरे बिम चाहिँ पास गर्न सक्दैन। तर जसको डेन्सिटी कम छ, जुन डेन्सिटी कम छ त्यो चाहिँ एक्सरे बिम पास गर्छ। जस्तै कि तपाईँको एयरको हेर्नुभयो भने एयरको डेन्सिटी कम हुन्छ। तपाईँको एयरको डेन्सिटी कम हुन्छ, यसबाट तपाईँको एक्सरे बिम के हुन्छ भने एक्सरे बिम सजिलै पास हुन्छ। तर तपाईँको बोन हेर्नुभयो भने बोनको डेन्सिटी एकदमै धेरै हुन्छ। त यसबाट एक्सरे बिम पास गर्नु हुन चाहिँ के हुन्छ भने गाह्रो चाहिँ हुन्छ, र एक्सरे बिम पास हुँदैन। जुन यो कसरी हुन्छ? जस्तै कि हाम्रो एक्सरे बिम गयो भने, जस्तै कि सुरुमा अरू सफ्ट टिस्युहरू पनि एक्सरे डेन्सिटी अलिक कम हुन्छ, फ्याटको पनि एक्सरे डेन्सिटी कम हुन्छ। त यो सबको कम डेन्सिटी भएको कारणले एक्सरे बिम सजिलै पास भयो। तर हाम्रो जुन बोन छ, जस्तै तपाईँ यहाँ हेर्नुभयो, यो कुन बोन हो रे? सबैलाई थाहा होला, यो भनेको हाम्रो क्लेभिकल हो। यो तपाईँको क्लेभिकल बोन छ। जुन यो क्लेभिकल व्हाइट हेरिरहेछ, तर हाम्रो मैले के भने
एक्सरे बिम तपाईले यो बोन पास गर्न गाह्रो हुन्छ किनभने यसको चाहिँ डेन्सिटी के छ भनेपछि एकदमै चाहिँ धेरै छ त्यही भएर यो के हुन्छ भने व्हाइट हेरिन्छ त्यही भएर यो के हेरिन्छ व्हाइट हेरिन्छ तर जसको डेन्सिटी कम छ जस्तै कि तपाईले यो लङ्स एरिया हाम्रो लङ फिल्ड हेर्नुभयो यो हाम्रो लङ फिल्ड हो यहाँ हाम्रो लङ्स छैन यसमा लङ्समा हाम्रो के हुन्छ भनेपछि एयर हुन्छ त एयरको डेन्सिटी के हुन्छ कम हुन्छ त एयरको डेन्सिटी कम भएर यसबाट एक्सरे जुन हाम्रो बिम छ त्यो सजिलै पास हुन्छ एक्सरे बिम के हुन्छ सजिलै पास हुन्छ सो यो हाम्रो के हुन्छ ब्ल्याक हेरिन्छ के हेरिन्छ ब्ल्याक हेरिन्छ जुन त्यसलाई हामी लुसेन्ट चाहिँ भन्छौँ यो बेसिक कन्सेप्ट हो यसले तपाईले याद चाहिँ राख्नुपर्ने हुन्छ सो मैले यही लेखेको छु जुन मोर डेन्स छ त्यो चाहिँ मोर व्हाइट हेरिन्छ इक्जाम्पलको लागि बोन हेर्नु हो बोन चाहिँ मोर डेन्स हुन्छ सो यो कस्तो हुन्छ व्हाइट हेरिन्छ अब यति थाहा पाइसकेपछि अब तपाईले अर्को कुरा दिमागमा के राख्नुपर्छ भने जस्तै तपाईको यो एक्सरे फिल्म हेर्नु भइरहेछ हैन यो एक्सरे फिल्म हेर्नु भइरहेछ यो तपाईले माथि हातले लिएर हेर्नुहुन्छ त्यसमा तपाईले कुन साइड यो कुन साइड हो यो कुन साइड हो कसरी छुट्याउने त यो पनि तपाईले कुरा छुट्याउनु पर्ने हुन्छ कुन राइट साइड हो कुन लेफ्ट साइड हो त यसमा एज्युम गर्नु जुन तपाईको एक्सरे फिल्म छ त्यो तपाईको एउटा बिरामी छ जुन तपाईनिर फेस गरेको छ भनेर इमेजिन गर्नुस् त्यो इमेजिन गरिसकेपछि त्यो आफैले थाहा हुन्छ त्यो कुन राइट हो कुन जुन तपाईको आफ्नो जुन राइट छ तपाईको आफ्नो हात छ जुन त्यो राइट छ त्यो तपाईको बिरामीको लागि लेफ्ट हुन्छ जुन आफ्नो तपाईको लेफ्ट ह्यान्ड छ त्यो बिरामीको लागि राइट साइड हुन्छ बिरामीको एक्सरेको लागि राइट साइड हुन्छ हैन जस्तो कि यो साइडमा हेर्नुभयो भने तपाईले यसलाई हेर्नुभयो भने तपाईको जुन आफ्नो ह्यान्ड राइट ह्यान्ड छ त्यो साइडको एरिया तपाईको बिरामीको यो लेफ्ट साइड हुन्छ जुन तपाईको लेफ्ट ह्यान्ड छ त्यो साइडको यो जुन एरिया छ जुन तपाईको लेफ्ट साइडको लागि यो तपाईको राइट साइड हुन्छ त यो चाहिँ कन्सेप्ट चाहिँ याद राख्नुस् यसले तपाईको साइड चाहिँ छुट्याउन चाहिँ सजिलो हुन्छ जस्तै यो तपाईको लेफ्ट साइड हो त्यही भएर यहाँ लेफ्ट लेखेको छ यो तपाईको लेफ्ट साइड हो सो अलवेज एज्युम दैट द पेशेन्ट इज फेसिङ टुवर्ड्स यु यसले गर्दा तपाईको जुन राइट साइडको चेस्ट एक्सरसाइज छ त्यो तपाईको लागि लेफ्ट हुन्छ अनि लेफ्ट साइड अफ चेस्ट एक्सरसाइज त्यो तपाईको लागि राइट हुन्छ यो तपाईले बुझ्नुभयो अब अर्को कुरा आउँछ दिस इज चेस्ट एक्सरे इन्टरप्रेट कसरी गर्ने त अब तपाईले म्याक्सिमम स्टुडेन्टले के गर्छ भनेपछि चेस्ट एक्सरे कसैले भनेर ल बाबु यो चेस्ट एक्सरे इन्टरप्रेट गर त यसमा के छ भनेपछि उसले के चेस्ट एक्सरे लिन्छ अनि भन्छ नर्मल छ या कि एबनर्मल हेर्यो भने भन्छ एबनर्मल छ बट तपाईले नर्मल एबनर्मल अहिले चाहिँ भन्न मिल्दैन जबसम्म तपाई स्टुडेन्ट हुनुहुन्छ जबसम्म तपाई के हुन्छ स्टुडेन्ट हुनुहुन्छ तबसम्म तपाईले नर्मल एबनर्मल भन्न मिल्दैन तपाईले नर्मल पनि छ भने के नर्मल छ एबनर्मल छ भने के एबनर्मल छ त्यो डिटेली चाहिँ भन्नुपर्छ स्टेप बाइ स्टेप चाहिँ भन्नुपर्छ तर तपाई सपोज एक्जाम्पलमा भाइबामा बस्नुभयो अनि सरले भन्नु बाबु यो त इन्टरप्रेट गर त अनि तपाईले माथि गरेर हेर्नुभयो अनि भन्नुभयो दिस चेस्ट एक्सरे इज नर्मल देन त्यही बेला त्यो सरले भन्नुहुन्छ बाबु ल भयो तपाईको भाइबा सकिहाल्यो तपाई बाहिर जानुस् तपाईले फेल भएर गरेर पठाइदिनुहुन्छ सो त्यही भएर चेस्ट एक्सरेको इन्टरप्रिटेसन तपाईले स्टेप बाइ स्टेप गर्नुपर्छ नट ओन्ली द एक्जाम्स तपाईं जब प्र्याक्टिस गर्नुहुन्छ तपाईं डाक्टर भएर प्र्याक्टिस पनि गर्नुहुन्छ भने यही स्टेप फलो गर्नुपर्छ तपाईले यो स्टेप फलो गर्नुभयो भने तपाईले जुन प्याथोलोजी छ तपाईको जुन रोग छ त्यो चाहिँ मिस हुँदैन त जुन स्टेप बाइ स्टेप गर्नुभयो नत्र भने तपाईले र्यान्डमली हेर्नुभयो भने तपाईको जुन रोग छ तपाईको मिस हुने चान्स चाहिँ बढी हुन्छ सो अब कसरी गर्ने त स्टेप के हो त चेस्ट एक्सरे इन्टरप्रिटेसनको त्यसलाई मैले तीनटा भागमा डिभाइड गरेको छु नम्बर 1 इज कन्फर्म द पेशेन्ट डिटेल्स देन तपाईको क्वालिटी अफ जुन एक्सरे यो फिल्म छ यसको क्वालिटी कस्तो छ राम्ररी एक्सरे भएको छ कि नराम्रो भएको छ कस्तो छ त्यो पहिले चेक गर्ने अनि बल्ल चेस्ट एक्सरे भित्रको कुराहरु चाहिँ इन्टरप्रेट गर्ने नत्र सपोज तपाईको यो पेशेन्ट यो इमेज क्वालिटी तपाईको जुन यो फिल्म छ हैन त्यो फिल्म तपाईको सपोज राम्रो एक्सरे गरेको छैन अब यसमा डाइरेक्टली तपाई प्याथोलोजी खोज्नुहुन्छ भने मोस्ट अफ द चान्स तपाईको यो म्याक्सिमम चान्स हुन्छ तपाईको रङ इन्टरप्रेट गर्ने जुन प्याथोलोजी छैन त्यो प्याथोलोजी बनाइदिनु हुन्छ हैन त्यही भएर तपाईले पहिला यो नम्बर 1 स्टेप यो हो नम्बर 2 भनेको क्वालिटी चेक गर्ने हो थर्ड स्टेप भनेपछि भित्रको कुरा इन्टरप्रेट गर्ने हो तब यसले मैले डिटेलमा कुरा गर्छु एकदमै ध्यान दिएर सुन्नु होला र अनि मैले आफ्नो यसको यो जुन नोट छ यो नोट पनि आफ्नो टेलिग्राम च्यानलमा अपलोड गर्दिएको छु त्यहाँबाट गएर यो नोट पनि तपाईले लिन सक्नुहुन्छ अब फर्स्ट स्टेप के छ भनेपछि स्टेप नम्बर 1 भनेपछि जुन पेशेन्ट डिटेल्स कन्फर्म गर्ने राइट जुन हाम्रो चेस्ट एक्सरे छ हैन चेस्ट एक्सरेमा तपाईले हेर्नु भयो भने तपाईको चेस्ट एक्सरेको यो तल जुन यहाँ यस तल फिल्मको तल हुन्छ के यहाँ चेस्ट तल तपाईको कुनै आइडियली त्यहाँ बिरामीको नाम पनि लेखेको हुन्छ एज पनि लेखेको हुन्छ तपाईको जेन्डर कुन हो त्यो पनि लेखेको हुन्छ आइडी नम्बर बिरामीको पनि लेखेको हुन्छ हैन
अनि कुन डेटमा या कहिले त्यो चेस्ट एक्सरे भएको हो त्यो डेट पनि लेखेको हुन्छ हैन। यो चाहिँ इम्पोर्टेन्ट छ किनभने अब सपोज तपाईँले डेट छैन भने यो चेस्ट एक्सरे कहिलेको हो किन कसरी कसको लागि गरेको हो थाहै हुँदैन हैन। त्यही भएर यो पहिला डिटेल तपाईँले कन्फर्म गर्ने, बिरामी छ भने बिरामीसँग सोध्ने, पेसेन्ट पार्टी छ भने पेसेन्ट पार्टीसँग सोध्ने, उसको नाम, एज, जेन्डर त्यसपछि कन्फर्म गर्ने। त्यसपछि त्यो डेट कहिलेको जो तपाईँको एक्सरे जुन फिल्म छ त्यो कहिले लिएको हो, त्यो एक्सरे कहिले गरेको त्यो पनि कन्फर्म गर्ने। अनि यी पोसिबल छ भनेपछि यो एक्सरे गराउनुभन्दा जुन करेन्ट छ त्योभन्दा पहिला कुनै अरू एक्सरे छ भने त्यो पनि माग्ने। किनभने त्यो पुरानो कुनै त्योभन्दा पहिला एक्सरे गर्नुभएको छ भनेपछि जुन अहिलेको जुन एक्सरे छ भने दुवै कम्पेयर गर्न तपाईँलाई गर्न सजिलो हुन्छ। यसले गर्दा तपाईको जुन डिजिज छ या प्याथोलोजी छ जो के भयो प्रोग्रेस भइरहेछ कि रिग्रेस भइरहेछ त्यहाँबाट तपाईले थाहा पाउन सजिलो हुन्छ कम्पेयर गरेर हैन। जस्तै तपाईले बिरामीलाई निमोनिया भएको छ भनेपछि हामी मल्टिपल एक्सरे चाहिँ गराउँछौँ। सुरुमा तपाईको एडमिसनको टाइममा हुन्छ, त्यसपछि एन्टिबायोटिकको डोज दिएर हामी फेरि गराउँछौँ, त्यसपछि अरू बिचमा पनि गराउँछौँ। यसले गर्दा हामीले त्यो एक्सरे या बिरामीको जुन लङ्स छ तपाईको बिरामी निको भइरहेको छ कि छैन, त्यहाँको प्याथोलोजी घटिरहेको छ कि छैन त्यो हामीलाई कम्पेयर गर्न सजिलो हुन्छ। सो यी पोसिबल बिरामीसँग पुरानो पनि एक्सरे छ भनेपछि त्यो पनि माग्ने। यो तपाईको फर्स्ट स्टेप भनेको यो कन्फर्म द डिटेल्स, पेसेन्ट डिटेल कन्फर्म गर्ने।